नेपालमा मात्र घटेका अचम्मका घटनाहरू। भैँसीले बाघ मार्नु, बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण भएपछि मात्रै पाङ्ग्रा नभएको थाहा पाउनु, कोरिया हिँडेका 3 जना काठमाडौँबाट विराटनगर पुग्नु, आमाको सुन बेचेर गर्लफ्रेन्डलाई आइफोन उपहार दिनु, अनलाइनबाट किनेको कट्टु लगाउँदा महिला गर्भवती हुनु, बिहे गरेको 6 महिनापछि मात्र आफ्नो श्रीमती केटा भएको थाहा पाउनु, प्रहरीले मृत्यु घोषणा गरेको महिला 1 दिनपछि पुरुष हुनु, 20 लाखको पोइ हराउनु, धेरै मासु खायो भनेर भिनाजुले सालोलाई हत्या गर्नु, जापान भन्दै झापामा पुर्याउनु, दसैँमा दक्षिणा कम भयो भनेर भान्जाले मामा र माइजूलाई फेसबुकमा ब्लग गर्नु, काठमाडौँबाट उडाएको बेलुन ओखलढुङ्गामा पुग्नु, भैँसी बेचेर टिकटक बनाउने फोन किन्नु, अमला खाँदा महिला गर्भवती हुनु, सिसी क्यामेरा मुसाले काट्यो भनेर हल्ला गर्नु, पोखरामा बस उभिनु, गफ गर्न रुम मिलाउनु, काजु भन्ने बित्तिकै ऋषि धम्मालाको याद आउनु, आइफोन पाल्पाका सन्तोषले बनाउनु, चैते दसैँ वैशाखमा पर्नु, घाँटी छुँदा फु गर्नु, बसमा केटाहरू चाहिँ खलासी हुनु, केटी चाहिँ एयर होस्टेज हुनु, बाँकी के छ भने भिडियो हेरेर कमेन्ट गर्नु।